नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई आजको यस नयाँ भिडियोमा। आजको भिडियोमा हामी एउटा धेरै नै युजफुल जानकारीको बारेमा कुरा गर्न लागिरहेका छौं। तपाईको एनसेल अथवा नमस्तेको सिम कसको नाममा दर्ता छ भनेर कसरी चेक गर्ने? धेरै जसो मानिसहरुलाई आफ्नो सिम कसको नाममा छ भनेर थाहा हुँदैन, किनभने उहाँले धेरै लामो समयदेखि चलाइराख्नु भएको हुन्छ। सेक्युरिटीको लागि चाहिँ यो जानकारी एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसैले यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोला। म तपाईहरुलाई स्टेप बाइ स्टेप एकदमै सजिलो तरिकाले सिकाउने छु है त। त्यसको लागि चाहिँ अब हामी जानुपर्ने हुन्छ मोबाइलको स्क्रिनतर्फ। म चाहिँ आफ्नो मोबाइलको स्क्रिनमा आइसकेको छु। तपाईहरुले चाहिँ सबैभन्दा पहिला चाहिँ चेक गर्नको लागि यो आफ्नो मोबाइलको डायल प्याडलाई ओपन गर्नु होला र ओपन गरिसकेपछि सबैभन्दा पहिला एनटिसी को लागि *922# यति गरेर तपाईहरुले चाहिँ एनटिसी को नम्बरबाट चाहिँ यसलाई कलिङ गरिदिनु पर्ने हुन्छ र कलिङ गरेपछि तपाईले यहाँ तल देख्न सक्नुहुन्छ यहाँ चाहिँ कसको नाममा यो सिम छ भनेर चाहिँ देखाइसकेको छ। अब एनसेल को लागि चाहिँ तपाईहरुले *9966# गरेर चाहिँ एनसेल को सिमबाट चाहिँ फेरि कलिङ गरिदिनु होला र यसमा पनि तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ यो नम्बर चाहिँ कसको नाममा छ भनेर चाहिँ यहाँनिर देखाइसकेको छ। र यो तरिकाले चाहिँ तपाईहरुले चाहिँ आफ्नो सिम आफूले चलाइरहेको सिम कसको नाममा छ भनेर एकदमै सजिलोसँग हेर्न सक्नुहुन्छ, किनभने आफ्नो सिम आफ्नै नाममा भएको चाहिँ एकदमै राम्रो हुन्छ। कहिले तपाईको पुरानो सिम छ भने चाहिँ अरूको नाममा नै भएको हुन सक्छ। त्यसैले चाहिँ तपाईहरुले यो तरिकाले चाहिँ चेक गरेर कन्फर्म गर्न सक्नुहुन्छ है त। अब यदि भिडियो हेरिसकेपछि तपाईहरुले आफ्नो सिम कसको नाममा छ भनेर चेक गर्न सक्नुहुन्छ है त। यदि भिडियो उपयोगी लाग्यो भने भिडियोलाई एक लाइक गर्नुहोस् र त्यस्तै जानकारीमूलक भिडियोको लागि चाहिँ तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यदि कुनै प्रश्न अथवा समस्याहरु छन् भने चाहिँ तपाईहरुले कमेन्टमा लेख्न नबिर्सनु होला। सकेसम्म चाहिँ म तपाईको कमेन्टको रिप्लाई दिने कोसिस गर्नेछु है त। यति भन्दै आजलाई चाहिँ बाइ बाइ। अर्को भिडियो लिएर फेरि छिटै नै आउनेछु है त।